अब प्रदेश नराख्ने भन्ने कुरा पनि यदाकदा गरिहिँडेको जस्तो देख्छु। त्यो असान्दर्भिक कुरा हो भन्ने मलाई चाहिँ लाग्छ क्यारे हैन। अब त्यो संरचना प्राप्त गर्नलाई पनि धेरै मान्छेले रगत बगाएको छ यहाँ हैन, पसिना बगाएको छ, आन्दोलन गरेको छ। त्यसले गर्दाखेरि अब त्यसमा बरु भएका कमी कमजोरीलाई हटाउन सकिन्छ, तर संरचना चाहिँ अब सङ्घीय संरचना राम्रै हो भन्छु म त। तपाईहरु के भन्नुहुन्छ भन्नु हैन? किनभने शक्ति भनेको एक ठाउँमा मात्रै एउटा व्यक्तिमा मात्रै केन्द्रित हुनु हुँदैन क्या। अहिलेसम्म चाहिँ के देखियो भन्दाखेरि शक्ति जति सबै काठमाडौँ सिंहदरबारमा केन्द्रित हैन, अनि यतातिर छैन, स्थानीयलाई पनि छैन, अनि त्यहाँदेखि केही पनि छैन। हाम्रो त सो सामान्य खेताला टाइपले काम गरियो, त्यसरी बिताइयो समय हैन। गोठाला खेताला टाइपले अधिकारै छैन, स्थानीय तहमा त झन् छँदै छैन, केही छैन, केही नै गर्न सकिँदैन। केही गर्यो कि हतार हतियारले मुद्दा के जति भन्ने आउँछ रोकिदिइहाल्छ। सो भएको कारणले सङ्घीयता राम्रै हो भन्छु म त। अब तर के छ, अब मैले मात्रै राम्रो भनेर हुँदैन होला फेरि हैन। त्यो विषयमा पनि तपाईँहरू पनि अलिकति बहस गर्नुहोस्। यो जनसरोकारको विषय भनेको केही राजनीतिसँग पनि जोडिएको हुनुपर्छ हैन। नितान्तै तपाईँको स्थानीय मात्रै नभएर प्रदेशमा के हुँदैछ र सङ्घमा के हुँदैछ भन्ने बारे